हो त्यो मायनको सोझै भन्छ। अनि त्यस्तो धर्मलाई पनि मायनको धर्म भन्छ। अनि त्यसलाई फेरि भित्र दुईवटा छ। मायनमा शुद्धयान भनेर तन्द्रयान भन्ने दुईवटा छ। शुद्धयान भनेर बोधिसत्वयान भन्ने एउटै हो। शुद्धयान बोधिसत्वयान एउटै हो। अनि तन्द्रयान भनेर वज्रयान भन्ने एउटै हो त्यो। अनि त्यो मायनभित्र पनि दुईवटा छ, एउटा शुद्धयान र तन्द्रयान। अब शुद्धयानमा चाहिँ हामीले धर्म गऱ्यौँ यसरी। अब बुद्धको सही बाटोमा बसेर धर्म गर्दाखेरि चाहिँ धेरै कल्पसम्म पुण्य कमाएर पापकटी भएर मात्रै बुद्ध ज्ञान प्राप्त गर्नु सक्छ भनेको छ। अब वज्रयानमा चाहिँ के फरक छ भने तन्द्रयान र वज्र एउटै हो। तन्द्रयानमा चाहिँ धेरैसम्म दुःख नपाउने नगरी पनि हुने। अब ढिलो न ढिलोमा जब 16 जुनीमा हामीले बुद्ध ज्ञान प्राप्त गर्नु सक्छ भने त्यसमा पनि फेरि विभिन्न छ। अब कोही 16 जुनी, कोही 7 जुनी, कोही 5, कोही चाहिँ 3 जुनी, कोही एकै जुनीमा बुद्ध ज्ञान प्राप्त गर्नु सक्छ भनेको छ। अब त्यो बुद्ध ज्ञान प्राप्त गर्नु सक्ने चाहिँ त्यो कहाँबाट फरक हुन्छ भने एउटा चाहिँ व्यक्ति जो त्यसमा प्रवेश गर्छ त्यसको सोझै त्यसको क्षमता भनौँ न, उसको चाहिँ अब क्यापेसिटी कति छ, मनको क्यापेसिटी कति ठुलो छ, त्यही आन्सर भनेको हो। त्यही जस्तो अनि धर्म पनि फरक छ। जस्तै क्रिया, उप, योग, महायोग, अनुयोग, अतियोग भन्नेमा 6वटा छ। हो त्यसमा चाहिँ अब क्रिया योगमा पस्यो भने जस्तै हामीले न्युने गरेर गर्छ नि, न्युने गरेर सबैले थाहा छ। न्युने गरेर त्यो क्रिया योग आन्सर हो। त्यसमा चाहिँ खालि झारेसी नखाने, मासुहरू पनि नखाने, अनि एकदम सफासँगले अनि पूजापाठ गऱ्यो भने क्रिया योग विधि अनुसारले ध्यान गऱ्यो भने 16 जुनीमा बुद्ध ज्ञान प्राप्त हुन्छ। अनि त्यही जस्तो अब के अरे क्रिया उभा तन्त्र भन्छ, कुनमा चर्या तन्त्र पनि एउटै हो। उभा तन्त्रमा चाहिँ हामी 7 जुनीमा बुद्ध ज्ञान प्राप्त हुन्छ भनेको छ। अनि बाहिरी योग तन्त्र भन्छ। बाहिरी योग तन्त्रले चाहिँ 5 जुनी 3 जुनीमा बुद्ध ज्ञान प्राप्त गर्छ। अब महायोग अनि अनुयोग, अतियोग तिनवटा छ, त्यसलाई चाहिँ एकै जुनीमा बुद्ध ज्ञान प्राप्त हुन सक्छ हो। त्यो भनेको छ। अनि अब त्यो गर्नु सक्दैन नसक्ने हामी आफैलाई भर पर्ने कुरा हो त्यो। अनि आजको जुन यो धर्म चाहिँ त्यो एकै जुनीमा बुद्ध ज्ञान प्राप्त गर्न सक्ने त्यस्तो खालको धर्म हो। त्यो चाहिँ हामी त्यो भित्रको देउता चाहिँ के छ नि, देउता चाहिँ लोगेश्वर च्यारेन्जी हो। लोगेश्वर च्यारेन्जी छ। अनि त्योसँगै फेरि तारा देवी छ। अनि त्यही जस्तो हामीले वसत्यमा मारिचे छ, अनि कुरुकुले छ, अनि वसुधारी छ। अनि त्यही जस्तो अनि लोगेश्वरको रूप अब एकदम के भन्छ अब डरलाग्दो देखाएको, कोर्दा भन्छ नि, एकदम डरलाग्दो देखाएको 4वटा चाहिँ यो छ। के अरे हायागिरो हामी तम्जिन भन्छ, त्यसलाई हायागिरो 4वटा हायागिरो छ, विभिन्न 4वटा। अनि अरू पनि यसमा के छ भने एउटा चाहिँ हामी चुचिक स्याल भनेर 11वटा टाउको भएको च्यारेन्जीको वाङ छ। अनि यसमा 1000 बुद्धको वाङ छ। अब यसमा 1000 बुद्धको वाङ चाहिँ अब लामा र छोटो दुईवटा छ। यसमा छोटोमा संक्षिप्तमा यहाँ छ, अनि लामा चाहिँ फेरि धेरै दिन लाग्छ, त्यसले गर्दा संक्षिप्तमा यहाँ। अब यसमा चाहिँ अब त्यो छ, त्यसले गर्दाखेरि अब यो ध्यान गर्न सक्यो भने अब जुन यसमा फेरि च्यारेन्जी छ एउटा चाहिँ च्यारेन्जीमा 4 हात गरेको, उठेर बसेको 4 हात भएको, अनि एक मुख 4 हात भएको, उनमा के अरे त्यो उठेर बसेको पनि हुन्छ 4 हात भएको विभिन्न छ त्यो छ। अनि यस्तो के अरे अब यस्तो हुने बेलामा चाहिँ अब धान पारेको के हो